नमस्कार सम्पूर्णमा म हुँ दिनेश गोले। दुई पाथी आउँछ गाइजहरू। उहाँले लगभग लाख लाख करोडै तिरे हो। उहाँले अस्ति भर्खर गाउँको अर्ग्यानिक गीत होइन, तामाङ सेलोई हाम्रो आमाले यस्तो मिठो स्वरमा गाउनु भएको। यस्तै आमा यहाँ एकदम रमाइलो। मिना भाला भाला फुलो चाँदोजी यो कथा हो मेरो हिँड्दै गरेको बाटोको। नाम हो दिनेश गोले, सपनाको खोजीमा हिँडेको मान्छेको। यो अन्त्य अन्त होइन, यो त सुरुवात हो। मेरो गाउँ, मेरो सपना, मेरो सङ्घर्ष। नमस्कार सम्पूर्णमा म हुँ दिनेश गोले। हजुरहरू पनि आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। म पनि आरामै छु। मैले चाहिँ आज छुट्टै खालको भिडियो ल्याउने क्रममा छु। तपाईँहरूलाई हिजो अस्ति मैले धेरै ग्यापपछि भिडियो बनाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ म चाहिँ यसरी आज आइतबारको दिन चाहिँ अलिकति झ्याउ लागेर यता रुमबाट बाहिर निस्किसकेको छु है त। गाइजहरू टक्कसँग जाँदैछौँ। यसो घुम्न जाने क्रममा, बाहिर निस्किने क्रममा यहाँ आमा भेट भएको छ। हाम्रो आमा अस्ति नै पनि मैले बिहेको दिन पनि तपाईँलाई भ्लगमा हालेको थिएँ। उहाँलाई फेरि पनि स्वागत छ। उहाँ चाहिँ आज बाख्रा गोठालो हुनुहुन्छ। आमा हजुर बाख्रा गोठालो हो म त। ल तपाईँले अनि सानो गीत गाउनु पर्छ नि त। गोठालो भएपछि त गीतहरू गाउनु पर्छ। गीत गाउन आउँछ कि आउँदैन तपाईँलाई? यसो हामी सानो सानोमा पहिला पहिला गीतहरू गाउँथ्यो कि यो यसो गोठालो जाने बेलामा होइन। एनिमल्सहरूको भिडियो ल्याउने क्रममा छु। बाख्रा आम्बो आम्बो हाल्न के हो? आमा हो हेट आयो आयो। आमा हान्छ के आमा? ओहो यो त करोडको रहेछ त आमा। करोडको रहेछ यो बाख्रा चाहिँ। मलाई चाहिँ बाटो छ कि म चाहिँ यहाँबाट जाँदैछु उता चाहिँ तपाईँहरूलाई आज चाहिँ बँदेलहरू, बुङ्गुरहरू, कुखुरा पालनहरू सबै देखाउने छ है गाइजहरू। ल गाइजहरू म चाहिँ यहाँ बाटोमा हिँडिरहेको थिएँ। आमालाई भेट भयो। आमाले चाहिँ यहाँ हामी रमाइलो गरौँ एकछिन भए पनि। उहाँले चाहिँ तपाईँहरूको लागि र विशेष गरी मेरो लागि पनि गीत गाएर चाहिँ सुनाउनुहुन्छ आमा है त। आमा मगजिरा महिना क्या रामा मगजिरा मायाना क्या रामा मिना भाला भाला फुलो चाँदोजी तिनीमा गोठालो हाबालाङामी तिनीमा गोडालो हाबाला तबलामा मिरी टुबुदाजी राबाजी गोठालो हाबालाङामी कोले आलादा रुबुदाजी कोले गालादा रुबुदामा कोले गालादा रुबुदामा पानी दा पार्यो रिमिरा दिमी घाम लागेर घामाइलो कोले गालादा रुबुदामा काङलामा पिनारी चुदिनारी कोले आलादा रुबुदामा सिगो आउदिना त जइ रमाइलो। यस्तो हुन्छ गाइजहरू गाउँको अर्ग्यानिक गीत होइन, तामाङ सेलोई हाम्रो आमाले यस्तो मिठो स्वरमा गाउनु भएको छ।
finite guarda pranamami, finite guarda pranamami. Vanemala dinamono tanamami, Sairama mayena, Kyarama bangagai, Sarima bulu bulu ududiva, गाइजहरू यस्तो बवाल गीत आउँछ अझै पनि Sarima bulu bulu ududiva, Balaka agalala, Dinadanma bangagai, Avadina baramana bududiva. ए गाइजहरू यस्तो एकदमै मन छुने छ Bala baramana bududiva. Suidu guru na mede tanga zenga ba kangala ma dongo ba duniri si gai awadina se mangala guru diva tira magina ba duniri tira magina ba duniri salagari ma salaga badagai olema alada धन्यवाद यस्तै आमा यहाँ एकदम रमाइलो गाइजहरू उहाँ चाहिँ यसरी बाख्रा बाख्रा चलाउन लाउनु बारे छ उहाँको बाख्राहरू ल गाइजहरू बोकाहरू चाहिने छ भने हामीले सम्पर्क गर्नु होला है गाइजहरू आमाले यस्तो मिठो गीत सुनाएर मलाई मन नै एउटा आनन्दित बनाइदिएको छ तपाईँहरूलाई पनि राम्रै लाग्यो होला आमाको लागि धेरै धेरै धन्यवाद भन्दै म चाहिँ यसरी जाँदैछु गाइजहरू यहाँ बाटो यही हेर्न सक्नुहुन्छ यहाँ अब यहाँबाट चाहिँ हामी हाम्रो पार्वती दिदी एकदमै ब्युटिफुल दिदी उहाँको चाहिँ म तपाईँहरूलाई फर्म बुङ्गुर फर्म बदेल फर्म कुखुरा फर्महरू रहेको छ त्यसतर्फ म लाँदैछु है त गाइजहरू फाइनल्ली गाइज म चाहिँ यहाँ हाम्रो पार्वती दिदीको होममा आइसकेको छु अनि उहाँ माइलो दाई एकदमै हेन्सम दाई हुनुहुन्छ है उहाँको चाहिँ यस्तो बबाल खालको घर छ कि होइन गाइजहरू ए तपाईँहरू हेर्न सक्नुहुन्छ उहाँको चाहिँ आज के रहेछ यसो होइन आइतबारको दिन फुर्सदको समय के छ फर्महरूतर्फ पनि म लान्छु उहाँको यस्तो धेरै छ कि यहाँ उहाँले चाहिँ भैँसीदेखि लिएर सबै के तपाईँहरू होइन यहाँ हाम्रो पार्वती दिदीको यहाँ हेरौँ पाडा हेरौँ वा बबाल छ गाइजहरू ओहो उहाँको घरबाट देख्न सकिने भ्यूहरू यसो मजाको छ पारीभित्र केउरेनी सेउरेनी मजाको छ उहाँ चाहिँ यस्तो हरियालीभित्र होइन एकदम आनन्द छ यहाँ ल है गाइजहरू तपाईँहरूलाई म लाँदैछु बदेल फर्म बुङ्गुर फर्म सबै फर्महरू देखाउने छु गाइजहरू ल भिडियोलाई हेरेर साथ दिनु होला है त गाइजहरू मैले भनि नै सकेँ हाम्रो पार्वती दिदीको माइलो दाईको यस्तो छ यहाँ भैँसीले लगभग यसले चाहिँ एक पाती जति होइन दुई पाती नै भन्ने गर्थ्यो दुध होइन दुध दुई पाती आउँछ गाइजहरू उहाँले लगभग लाख करोडै तिरे हो उहाँले अस्ति भर्खर किनेको भन्ने आएको छ अब म अर्को भैँसी पनि छ गाइजहरू होइन अब हामी अर्कोतर्फ जान्छौँ यति मेहनती हुनुहुन्छ उहाँको लागि चाहिँ सलामै पाउँछ कि गाइजहरू यो चाहिँ कुखुरा फर्म उहाँको यहाँ चाहिँ सानाको लागि यस्तो छ होइन कुखुरा छ कि छैन त्यो चाहिँ हामी हेर्छौँ यहाँ चाहिँ साना राख्ने कि यहाँ चाहिँ यहाँ चाहिँ खाली छ अहिले होइन गाइजहरू यता चाहिँ कुखुरा पाल्ने उहाँले चाहिँ लगभग यहाँ चाहिँ 5,000 6-7 हजार कुखुरा जान्छ खाली बनाइदिएको छ यहाँ चाहिँ खाली नै छ गाइजहरू खाली रहेछ पहिला चाहिँ कुखुरा हुन्थ्यो तर आज खाली टाइममा आइपुगेछ सरी गाइज है त म अब तलतिर जान्छु गाइजहरू यस्तो खालको म चाहिँ आज चाहिँ प्रकृतिसँग यहाँ रमाइलो गर्नको लागि फ्रेस हुनको लागि आएको छु हाम्रो पार्वती दिदीको माइलो दाईको होइन फर्महरू पनि भिजिट गर्ने क्रममा छु मैले भनि नै सकेँ कुखुरा फर्म चाहिँ अहिले खाली रहेछ धान हेर नि धान ओ माइल अनि बाटो चाहिँ यता रहेछ गाइजहरू
बुङ्गुर फर्मतिर जाने। अब हिजोअस्ति हामीले च्वाचे एउटा खाइहाल्ने नै गाइजहरू। अब उहाँको हेर्न जान्छु गाइजहरू। ल है यस्तो छ गाइजहरू बाटोको हालत। ल गाइजहरू यसरी जाँदैछु गाइजहरू। ल आज चाहिँ माइलो दाइ चाहिँ काठमाडौँ जानु भएको रहेछ, होइन भने उहाँसँग एकदमै रमाइलो कुराकानी गर्नेवाला थिए। तर पनि उहाँको फर्म यहाँ चाहिँ बदेल छ है गाइजहरू। बदेलदेखि बुङ्गुर पनि छ। यहाँ हाम्रो बहिनीदेखि अस्ति मैले उहाँको भिडियो पनि बनाएको थिएँ विवाहको। तपाईँहरूले धेरैले मन पराउनु भएको छ। उहाँ चाहिँ बेहुली बहिनी यहीँ गाइजहरू। आम्बो यो चाहिँ के होला ल गाइजहरू, ल नाम भन्नुहोस्। यस्तो छ गाइजहरू। यहाँ एउटा रहेछ होइन गाइजहरू। अब हामी जान्छौँ यहाँ बाल बनाउँछु पाल्नको लागि चाहिँ यस्तो व्यवस्था गर्नुपर्छ गाइजहरू। यहाँ हेर मिर्खे बदेल आम्बो ए बङ्गुर सरी गाह्रो छ गाइजहरू। यो बदेल हो कि बङ्गुर हो छुट्याउन गाह्रो छ। यसरी सफा गर्नुपर्छ। उहाँले चाहिँ बहिनीले चाहिँ यसरी सफा गर्नुपर्छ दिनको 2-4 पटक होला है, 2चोटि गाइजहरू। यतिको मेहनत चाहिँ हुनुपर्छ। अब यहाँ आइ अर्को लु आमामामा लु यसरी व्यवस्थित बनाएको रहेछ। पोहोरसम्म थिएन। पोहोर हामी माइला दाई, हामी पूर्ण दाई, हामीहरू माथि किस्पाङ गएको थिए। त्यहाँबाट नै उहाँले यस्तै डिजाइनमा उहाँले बनाउनु भएको रहेछ। यस्तो थुतुनो हेर्न गाजहरू, थुतुनो आँखा हेर न गाई, आँखा गाइज ल तपाईँलाई दसैँको लागि रेडी हुन्छ। लु गाइजहरू लु 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 करोड 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 है थुतुना थुतुनै। हेलो गाइजहरू, मैले देखाइ नै सकेँ। यसलाई पाल्नको लागि चाहिँ धेरै दुःख हुन्छ। दुःख त के दुःख गर्नै पर्यो, जे कुरा पाल्नको लागि पनि। उहाँको चाहिँ लगभग मेहनती नै हुनुहुन्छ। उहाँ चाहिँ यसरी बुङ्गुर फर्मदेखि लिएर बदेल फर्म भनौँ, कुखुरा फर्म छ, भैँसी छ, थुप्रो छ। यस्तो बबाल छ कि फेरि एकदमै सुनसान आनन्दको होइन। वरिपरि चाहिँ हरियाली छ गाइजहरू। ल उहाँको हाम्रो मालिक निको यहाँ यस्तो छ गाइजहरू। यहाँ हेर न, यहाँ एबो गाडो आम्बो यत्रो ठुल्ठुलो गाइजहरू। ल यस्तो दुःख छ नि फेरि गाइजहरू। ल तपाईँलाई चाहिँ आज हाम्रो एकदमै मेहनती बरबन्दीकै मेहनती दिदीलाई देखाउन पाएँ। एकदमै अल्छी लागिरहेको थियो। यस्तो दुःख छ गाइज। पहिला सानो मैले पनि बोकेँ हो, फेरि के देखायो होला पछाडिबाट भन्ने होला। यस्तो दुःख छ। यहाँ आएर यहाँ पनि छ अर्को बोर्डै आम्मामा। यहाँ आएर गाइजहरू अम्बा यहीँ छ। आम्मा यहाँ आएर गोलभेडा सम्पर्क गर्नु होला है गाइजहरू। लु आम्बो उहाँलाई चाहिँ मान्नुपर्छ। फलफुल लु गाइजहरू। ल म चाहिँ तपाईँहरूलाई बुङ्गुर सुङ्गुरको फर्म देखाइसकेँ। उहाँको चाहिँ यहाँ पहिला माछा पनि थियो गाइजहरू। यहाँ के चाहिँ पाल्दैन कि उहाँले, के चाहिँ हुँदैन। मौरी छ त्यहाँ, मौरी। ल यहाँ छ मौरी, त्यहाँ छ गाइजहरू। आपको बोट यहाँ यस्तो बवाल छ। लु हो मेरो लागि चाहिँ यहाँ फेरि खाजा बनाउँदै हुनुहुन्छ हाम्रो मिसले। ल फेरि यहाँ छ एउटा पवन हिरो। लु गाइजहरू हो गाइजहरू, आजको दिन चाहिँ अत्यन्तै मेहनती, अत्यन्तै मिलनसार दिदी, अत्यन्तै ब्युटिफुल दिदीको, हाम्रो पार्वती दिदीको घरको वरिपरि साथै उहाँको फर्महरू घुमियो होइन, भिजिट गरियो। किनकि आज सन्डे मेरो बिदा भएको कारणले रुममा बस्दा बस्दा झ्याउ लागिरहेको थियो। अब भने म चाहिँ ब्याक भइसकेको छु। अब
सम्पूर्णले लास्टसम्म भिडियो हेरेर साथ दिनुभएको छ होइन, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै तपाईँहरू पनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् भन्दै आजको लागि चाहिँ छुट्टिन्छु। फेरि म अर्को ब्लग ल्याउने नै छु गाइजहरू है त। ल गाइजहरू सबैजनालाई टाटा बाई बाई।